गाइज एन्जेलिकाको त सबैजनालाई थाहा नै छ अनि एन्जेलिक निकाल्नु पर्यो भनेर आज मेरो आइडीमा हैन गलान सरको आइडीमा म स्पिन हान्न जाँदैछु। लेट्स स्पिन टुगेदर। 2600 डायमन्ड छ, कति लुट्छ गरिनाले सबै दिन्छ कि दिँदैन यति डायमन्डमा हेरिहालौँ। यो आइडीमा त एउटा पनि छैन पहिलादेखि अनि सबै निकाल्नु पर्यो भनेर यहाँ जोसले म स्पिन हान्दैछु। सबै दिन्छ कि दिँदैन गरिनाले थाहा छैन, गरिना कति चुतिया छ भनेर हामी सबैलाई थाहा नै छ। मेरो आइडीमा लुटे पनि गलान सरको आइडीमा चाहिँ दिन्छ जस्तो मलाई फिल भइरहेको छ। खै पर्दै पर्दैन यत्रो बेरसम्म एउटा पनि व्हाट इज दिस। अनि केटीको नपरे पनि ठिक छ यो आइडीमा, केटाको मात्रै परे पनि दिल गार्डन गार्डन हो जाता है। तर यति 2600 डायमन्डमा त सबै पर्नुपर्ने होइन केटा केटीको, त्यही पनि एउटा पनि परे होइन अहिलेसम्म। यस्तो छ मेरो लकले सधैँ मलाई के हान्छ भनेर त तपाईँहरू सबैजनालाई थाहा नै छ। यति स्पिन हान्दा पनि हेर्नु न टोकन पनि एउटा एउटा दिन्छ कि म पनाउँदै हो कि आइडी पनाउँदै हो कि गरिना पनाउँदै हो बुझ्न नसकेको कुरा अहिलेसम्म। हामी पैसा फालेर स्पिन हान्ने मान्छे कसरी पनाउँथ्यो यो गरिना पनाउँथ्यो हामीलाई नदिएर होइन त गाइज। खै त अहिलेसम्म पर्ने सुर्जा नै दिँदैन, पर्न हौ परिजा सिमसिम भनेर स्पिन हान्नु पर्यो। जे बाहुबली हेर्न बाहुबली भन्दा पनि पर्दैन यार। जे गरिना बाँकी ओइ पर्यो जय गरिना बाँकी भनेको त पर्यो त। आम्बो गरिना बालाई त जय भन्नु पर्दो रहेछ अनि बल्ल पर्दो रहेछ। नसोचेको तरिकाले दियो यार, रेडवाला नै दियो त्यही हो मन पर्ने मलाई। ग्रिन स्क्रिन त मन पर्दैन, अझै ब्लू हो मन पर्ने। ब्लू रिटर्न आएको छैन, ब्लू रिटर्न आयो भने त मजे से स्पिन मारेंगे जितना डायमन्ड जाएगा उतना भन्ने मात्रै हो कि। मलाई फेरि डायमन्ड फाल्नु परेपछि त मन चसक्कै हुन्छ। ओए दुईटा एकैचोटि वाउ, ओए दुईटा एकैचोटि पर्यो दामी यार। अब एउटा मात्रै बाँकी होइन, दिल गार्डन गार्डन हो गयो। अब लास्ट एउटा मात्रै बाँकी छ। एउटा त म टोकनले एक्सचेन्ज गर्न पनि पुग्छ होला भनेको टोकन पनि नपुग्ने अवस्थामा रहेछ। तर म स्पिन हानेर जसरी एउटा एउटा पर्छ के यस्तो हुन्छ अनि मलाई रिस उठ्छ। अब लास्ट एउटा त झ्याप दिइहाल्नु नि यार, केटीको पर्नु कि यत्रो डायमन्ड हालेको चित्तै बुझाउनु हुन्थ्यो। केटीको परे पनि पर्दैन के गर्नु र खै धोका दिनेलाई भन्ने जस्तै हो क्या यो गरिना चुतिया त। यत्रो डायमन्ड फाल्दाखेरि त अलिकति माया लाग्नु पर्ने होइन, खै त माया। यो गरिनाले हामीलाई माया गर्दैन, हामीले मात्रै हो क्या यसलाई माया गरेर यत्रो यत्रो डायमन्ड फालिरहेको छौँ। यसले देला जस्तो छटकट लागेन। म अब एक्सचेन्ज गरिदिन्छु, एक्सचेन्ज गरिदे भाइ ये वाला नै ये वाला एक्सचेन्ज गर्दो या कङ्ग्रेचुलेसन भन्छ एक्सचेन्ज गर्दा पनि चुतिया। गरिना चुतियाले कति डायमन्ड लुट्यो भनेर त तपाईँहरू सबैजनाले देखिसक्नु भयो। मेरो आइडीमा पनि निकाल्न बाँकी नै छ, म त ननिकालौँ जस्तो लाग्यो यो आइडीमा डायमन्ड लुटेको देखेर। यस्तै बवाल इभेन्टहरू निकाल्नको लागि भरपर्दो मान्छेसँग टपअप हान्न चाहनुहुन्छ भने भरपर्दो नाम भनेको एक मात्र हो साउनी डन। मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो फेसबुक आइडी रहेको छ साउनी डन, नभए मलाई टिकटकमा पनि मेसेज गर्न सक्नुहुन्छ है त गाइस।